मेरो नाम सुन्दर पौडेल हो। मेरो उमेर 26 वर्ष हो। म बहिरा हुँ, त्यसैले म बोल्न र सुन्न सक्दिनँ। यो मेरो जीवनको कथा हो। यो भिडियो मेरो साथी समीरले बनाउनु भएको हो। उहाँ पनि बहिरा हुनुहुन्छ। उहाँ भिडियो क्रिएटर र एडिटर हुनुहुन्छ। हामी 12 वर्षदेखि साथी हौं र सँगै पढेका सहपाठी पनि हौं। म चितवनको हुँ। अहिले काठमाडौँको बुढानीलकण्ठमा बसेर स्नातक 4थो वर्षमा पढ्दैछु। मैले करिब 4 वर्ष अघि एन्ड्रोइड र याङ्गोमा राइडरको काम सुरु गरेको हुँ। त्यसअघि पनि म सेफको रूपमा काम गर्थेँ र अहिले पनि सेफको काम गरिरहेको छु। मलाई बाइक चलाउन धेरै मन पर्छ। त्यसैले मैले राइडरको काम रोजेँ। यो कामले मलाई परिवार चलाउन, पढाइ गर्न र भविष्यका लागि पैसा बचत गर्न सहयोग गरेको छ। सुरुमा मेरो परिवार धेरै चिन्तित थियो। म बहिरो भएकाले सुरक्षित रूपमा बाइक चलाउन सक्छु कि सक्दिनँ भन्ने डर थियो। तर मेरो साथी समीरले मलाई धेरै हौसला दिनुभयो। उहाँले ट्राफिक नियम र सडक सुरक्षाबारे धेरै कुरा सिकाउनुभयो। अहिले मेरो परिवारलाई ममाथि पूरा विश्वास छ। मेरो दिन धेरै व्यस्त हुन्छ। बिहान 6 बजेदेखि 12 बजेसम्म म सेफको काम गर्छु। त्यसपछि दिउँसो एन्ड्रोइड र याङ्गोमा राइड गर्छु। बेलुका 6 बजेदेखि 10 बजेसम्म फेरि सेफको काम गर्छु। समय मिलाएर स्नातकको पढाइ पनि गरिरहेको छु। राइड बुक भएपछि म यात्रुलाई सन्देश पठाउँछु। म यहाँ छु, कृपया यहीँ आउनुहोस्। म बहिरा हुँ, बोल्न र सुन्न सक्दिनँ। कृपया फोन नगरी सन्देश गर्नुहोस्। कहिलेकाहीँ यात्रुले बारम्बार फोन गर्नुहुन्छ। त्यस्तो बेला म फोन काटेर फेरि सन्देश पठाउँछु। धेरैजसो यात्रुले मेरो अवस्था बुझेर सहयोग गर्नुहुन्छ। म सधैँ सुरक्षित रूपमा बाइक चलाउँछु, ट्राफिक नियम पालना गर्छु, साइड मिरर बारम्बार हेर्छु र सडकमा पूरा ध्यान दिन्छु। मेरो लागि सुरक्षा सबैभन्दा महत्त्वपूर्ण कुरा हो। म्याप्स, नक्सा र मोबाइल एपले मलाई धेरै सहयोग गर्छ। कहिलेकाहीँ यात्रुले गलत लोकेसन राख्नुहुन्छ। त्यस्तो बेला हामी सन्देश मार्फत कुरा गरेर समस्या समाधान गर्छौं। सुरुमा धेरै यात्रुहरू म बहिरो हुँ भन्ने थाहा पाएर अचम्म मान्नुहुन्थ्यो। तर पछि मेरो मेहनत र काम देखेर सम्मान गर्नुहुन्छ। यही कुरा मेरो लागि सबैभन्दा ठूलो खुसी हो। म आफ्नो दैनिक जीवन, सङ्घर्ष र अनुभवहरू भिडियो बनाएर साझा गर्छु। म राइडर पनि हुँ र सेफ पनि हुँ। राइड गर्दा भेटिएका अनुभव र यात्राका भिडियोहरू पोस्ट गर्छु। यदि कुनै यात्रुलाई भिडियोमा देखिन मन छैन भने म उहाँको अनुहार ब्लर गरिदिन्छु। म सबैको गोपनीयताको सम्मान गर्छु। मेरो हेलमेटमा टेफ र आई क्यान्ट स्पिक एन्ड हियर लेखिएको हुन्छ। मैले अहिलेसम्म काठमाडौँमा 6000 भन्दा बढी राइड पूरा गरिसकेको छु। सुरुमा धेरैले बहिरा मान्छेले यो काम गर्न सक्दैन भन्ने सोच्थे। तर आज म आफ्नो मेहनतले त्यो सोच परिवर्तन गर्ने प्रयास गरिरहेको छु। आर्थिक रूपमा आफ्नै कमाइ गर्न पाएपछि मेरो आत्मविश्वास धेरै बढेको छ। म परिवारलाई सहयोग गर्न सक्छु। मेरी छोरीको भविष्यको शिक्षाका लागि पैसा बचत गरिरहेको छु। मेरो सपना छोरीलाई राम्रो शिक्षा दिनु, परिवारलाई खुसी राख्नु र सफल डिजिटल क्रिएटर बन्नु हो। भविष्यमा साथी समीरसँग सानो क्याफे खोल्ने र आर्थिक अवस्था कमजोर भएका बहिरा व्यक्तिहरूलाई सहयोग गर्ने सपना छ। समीरप्रति म धेरै आभारी छु। उहाँले सुरुदेखि नै मलाई साथ र विश्वास दिनुभयो। मेरो सन्देश सबैका लागि एउटै छ। अपाङ्गता भनेको असक्षमता होइन। यदि अवसर, मेहनत र आत्मविश्वास छ भने बहिरा व्यक्ति पनि पढ्न, काम गर्न र आफ्नो सपना साकार बनाउन सक्छ। धन्यवाद।